यो चुनावको विषयलाई लिएर निकै माहौल तातिएको छ। सबै साथीहरू नयाँ नेतृत्व चुन्नको लागि आतुर हुनुहुन्छ। अब भोटरको रूपमा त हामी पहिल्यै पनि अब यसको मतदाताको रूपमा रहन्थ्यौँ र बाहिर रहे पनि यानको पेरिफेरीमै रहेर हामी काम गरिरहेका थियौँ र अन्य सङ्घ संस्थामा पनि म नेतृत्व गरिसकेको थिएँ। अनि प्रवक्तापछि म महासचिवको चुनाव लडेर म निर्वाचित महासचिव हुँदै फेरि निर्वाचित अहिले उपाध्यक्ष छु। एनआरएनएमा जुन मानिसहरूले हेर्ने एउटा नजरलाई चाहिँ उहाँले फेरिदिनु भएको छ। त्यो मैले बाहिरसम्म ल्याएँ। मैले किन बाहिर ल्याउनु पर्दै भयो भने म जस्ता कति मान्छे छन् त नदेखिएका भन्ने हिसाबले मैले बाहिर ल्याइसकेपछि झन्डै 2 दर्जनभन्दा बढी संस्थाले झन्डै 2 करोडभन्दा बढी पैसा चाहिँ अनियमितता भएको छ भनेर पुष्टि गरेर निकालेको थियो। गैर आवासीय नेपाली सङ्घ एनआरएनए नेपालीहरूको साझा संस्था हो र यो पछिल्लो समयमा चाहिँ अधिवेशन र चुनावको कुराहरू अगाडि बढिरहँदाखेरि यही महिनाको 29 तारिकमा चाहिँ 12वटै क्षेत्रको चाहिँ अधिवेशन छ र यो 12वटै क्षेत्रबाट अधिवेशनको तयारीहरू भइराखेको छ र जुलाई महिनाको 20 तारिकमा चाहिँ केन्द्रको अधिवेशन छ। त्यसैगरी 27 तारिकमा चाहिँ चुनाव छ भनेर चाहिँ एनआरएनएले घोषणा गरिसकेको छ। र यतिखेर जापानमा चाहिँ यो एनआरएनए जापानको चाहिँ चुनावको माहौल तातिरहँदाखेरि तपाईँहरूको माझमा मैले यतिखेर एकजना उम्मेदवारलाई लिएर उपस्थित भइसकेको छु। विशेष गरेर एनआरएनए जापानको माहौल तातिरहँदाखेरि जापानमा चाहिँ एनआरएनएको क्रेज छुट्टै छ र छुट्टै भइरहँदाखेरि तपाईँहरूले अब चाहिँ कसलाई भोट दिने र कसरी कुन उम्मेदवारलाई कसरी छान्ने र कुन उम्मेदवारको चाहिँ भविष्यको भावी योजना कस्तो छ त्यसको बारेमा चाहिँ आज हामीहरूले सानो छलफलको लागि एउटा कस्तो छ मकुति के छ भनेर चाहिँ हामीहरूले सोध्नको लागि हाम्रो यो जुन एनआरएनए क्षेत्रमा चाहिँ मानर्थ सदस्यदेखि लिएर सल्लाहकार, त्यसैगरी प्रवक्ता, त्यसैगरी महासचिव र त्यसैगरी उपाध्यक्षको पदमा सम्म अहिले यो 2025सम्म चाहिँ उपाध्यक्षको पदमा रहिरहनु भएका आदरणीय सर हुनुहुन्छ, सिद्धार्थ श्रेष्ठजी हुनुहुन्छ, जो उहाँलाई मैले स्वागत गर्न चाहन्छु। स्वागत छ। नमस्कार, धन्यवाद। एकदमै पक्कै पनि तपाईँलाई जानकारी भइसकेको छ, सिद्धार्थ श्रेष्ठ हुनुहुन्छ। जुन यो विशेष गरेर एनआरएनएको चुनावको माहौल तातिरहँदाखेरि अहिले भर्खरै चाहिँ हामी नागोयामा छौँ। नागोयामा आइरहँदाखेरि यो माहौल चाहिँ कस्तो भेट्नु भएको छ? यो चुनावको माहौल, यो चुनावको विषयलाई लिएर निकै माहौल तातिएको छ। सबै साथीहरू नयाँ नेतृत्व चुन्नको लागि आतुर हुनुहुन्छ र सबैको म पनि स्वयं आफै उम्मेदवार भएको हुँदाखेरि सबै साथीहरूले एकदम राम्रो आश्वासन दिनुभएको छ र मैले गरेको योगदान मेरो कामको मूल्याङ्कन गर्नुभएको छ भन्ने मलाई लागेको छ र यसै अनुरूप मैले आज पनि धेरै साथीहरूलाई भेटेँ र विशेष गरी अब आउने कार्यकालका लागि चाहिँ एकदमै तपाईँहरूले मूल्याङ्कन गरेर नेतृत्व चुन्नको लागि चाहिँ सबैलाई मैले अनुरोध पनि गरेँ। 2015 सालदेखि है तपाईँ एनआरएनएको यो एनआरएनएमा चाहिँ 2015 सालदेखि चाहिँ तपाईँले सहयोग गर्दै आउनु भएको छ। 2015 सालदेखि चाहिँ आबद्ध हुनुहुन्छ। अब भोटरको रूपमा त हामी पहिल्यै पनि अब यसको मतदाताको रूपमा रहन्थ्यौँ र बाहिर रहे पनि यानको पेरिफेरीमै रहेर हामी काम गरिरहेका थियौँ र अन्य सङ्घ संस्थामा पनि म नेतृत्व गरिसकेको थिएँ र म 15 सालमा मलाई साथीहरूले मानर्थ सदस्य भनेर मैले गरेको एक्टिभ र मेरो जुन योगदानलाई मूल्याङ्कन गर्दै मानर्थ सदस्यमा उहाँहरूले चयन गर्नुभयो। त्यसपछि मलाई पुनः फेरि सल्लाहकारमा पनि चयन गर्नुभयो र गर्दै गर्दाखेरि म पछि प्रवक्ताको रूपमा चाहिँ कार्य समितिमै रहेर काम गरेँ। अनि प्रवक्तापछि म महासचिवको चुनाव लडेर म निर्वाचित महासचिव हुँदै फेरि निर्वाचित अहिले उपाध्यक्ष छु। अब भने म अध्यक्षको तयारी गर्दैछु। पक्कै पनि साथीहरू तपाईँहरूलाई जानकारी भइसकेको छ। उहाँको ब्याकग्राउन्डको कुराकानी गर्नु पर्दाखेरि चाहिँ उहाँ चाहिँ बागलुङ जिल्लामा जन्म भएर चाहिँ अहिले चाहिँ हाल जापानमा हुनुहुन्छ। जापानमा चाहिँ तपाईँ के को सिलसिलामा भित्रिनु भयो? के छ अवस्था जापानमा भित्रिनुको उद्देश्य चाहिँ? विशेष गरी जापानमा हामी आएको चाहिँ अब कामकै सिलसिलामा जापान आएको हो। 2015 सालदेखि एनआरएनएमा लाग्दै गर्दाखेरि मानर्थ सदस्यसँगै उहाँले चाहिँ धेरै कुराहरूको चिरफाड पनि गर्नुभएको छ। पक्कै पनि तपाईँहरूलाई जानकारी पनि छ होला। एनआरएनएमा जुन मानिसहरूले हेर्ने एउटा नजरलाई चाहिँ उहाँले फेरिदिनु भएको छ। जुन यो एनआरएनएको क्षेत्रमा लाग्दै गर्दाखेरि तपाईँ प्रवेश गर्दै गर्दाखेरि यो भित्रपट्टि यो लगभग 2 करोडको चाहिँ छानबिन गरेर हामीहरूले बाहिर निकालेका थियौँ भन्नुभएको थियो। यसमा चाहिँ पहिलेको अवस्था र अहिलेको अवस्थामा के फरक पाउनुभयो तपाईँ छिरिसक्नु? विगतको दिनमा एनआरएनप्रति आर्थिक पारदर्शितामाथि प्रश्न उठ्दै गर्दा विभिन्न समुदायबाट हेर्ने दृष्टिकोण एकदमै एनआरएनमा चाहिँ राम्रो थिएन। पछि म आफै प्रवक्ताको रूपमा गइसकेपछि संस्थाभित्र वास्तविक के छ त भन्दाखेरि मैले फाइल पल्टाउँदाखेरि म स्वयं आफैले हालेका पैसाहरू पनि मसँग स्लिपहरू थिए तर त्यहाँ उहाँहरूको चाहिँ हिसाब किताबमा थिएन। त्यो हिसाब मैले कार्य समितिको मिटिङबाट उठाएर त्यो मैले बाहिरसम्म ल्याएँ। मैले किन बाहिर ल्याउनु पर्दै भयो भने म जस्ता कति मान्छे छन् त नदेखिएका भन्ने हिसाबले मैले बाहिर ल्याइसकेपछि झन्डै 2 दर्जनभन्दा बढी संस्थाले हाम्रो पनि रहन्छ नि त हिनामिना भएर रहेछ नि भन्ने खालको जुन खालको
कुराहरू थाहा हुन आयो। त्यसपछि त्यसलाई एकदमै तीव्र रूपमा चाहिँ लाँदाखेरि एउटा छानबिन समिति बन्यो र छानबिन समितिले झन्डै 5-6 महिनाको सुरुदेखि खाता चेक गर्दाखेरि झन्डै 2 करोडभन्दा बढी पैसा चाहिँ अनियमितता भएको छ भनेर पुष्टि गरेर निकालेको थियो। र त्यो भन्दै गर्दाखेरि त्यसपछिका दिनमा किनकि मान्छेहरू अलि सचेत भएको अवस्था छ, कार्य समितिभित्रै हामी छौँ, कार्य समितिभित्रै हामीले धेरै चिरफार गर्छौँ, सही छ छैन त्यो पनि चेक गर्छौँ र कोषाध्यक्षले ल्याएर हिसाब देखाउँदा पनि 10 चोटि सोध्नुपर्ने छ नि त। कार्य समितिभित्रै खबरदार औला ठडाउँछन् भन्ने खालको जुन एउटा उ छ मानसिकता, त्यसले गर्दा पनि अहिले पछिल्लो समयमा हामी त्यस्तो छ छैन भन्ने कुरा कार्य समितिभित्रै खोज्छौँ र त्यो त्यति पहिला जस्तो अनियमितता गर्नको लागि अहिलेको अवस्थामा त्यो इजी र सजिलो चाहिँ छैन। ओके पनि थाहा पाइसक्नु भएको छ पहिलेको अवस्था र अहिलेको अवस्था। अहिलेको अवस्थामा पनि कतिपयले चाहिँ एनआरएनएलाई चाहिँ फरक दृष्टिले हेर्ने हामीहरूले देखिराखेका छौँ र अहिले चाहिँ तपाईँले कस्तो उम्मेदवारलाई भोट गर्ने भन्ने बारेमा चाहिँ अब तपाईँले आफ्नो ठाउँबाट सोच्नको लागि जरुरी छ र यसमा चाहिँ अब हामी धेरै कुराकानी गर्दैनौँ र यसमा अब मैले सोध्न छुटाएका कुराहरू र भन्न मन लागेका कुराहरू केही छन् भने चाहिँ भन्न सक्नुहुनेछ। पक्कै पनि अहिले हामी अधिवेशनको सङ्घारमा छौँ। तपाईँहरूको जुन अहिले तपाईँहरू सदस्यता लिइसक्नु भएको छ, सदस्यता नि बन्द भइसकेको छ र तपाईँहरूले मतदान गर्दाखेरि पक्कै पनि सही ठाउँमा मूल्याङ्कन गरेर मतदान गर्नुभयो भने पक्कै पनि राम्रो एउटा कुशल नेतृत्व आउनेछ। तपाईँहरूले कसैले भनेको भरमा, कसैको हावाको भरमा, कसैले सदस्य बनाइदिएको भरमा तपाईँहरूले उसले भनेको ठाउँमा मतदान गर्दाखेरि एउटा सही नेतृत्व चाहिँ पक्कै पनि नमरोस्। त्यसबाट हुने नोक्सानहरू धेरै हुनसक्छ। सही नेतृत्व नआउँदाखेरि संस्थाको फेरि बदनाममा जान सक्छ। त्यसकारण सही नेतृत्व चुन्नको लागि सम्पूर्णलाई हार्दिक अनुरोध छु। ओके पनि दर्शकबिन देखिसक्नु भएको छ र तपाईँहरूले अब आफ्नो तवरबाट चाहिँ सोच्नुपर्ने स्थिति आइसकेको छ र 2025 देखि 2027 सम्मको लागि चाहिँ तपाईँहरूले अब उम्मेदवार कसलाई चुन्ने भनेर चाहिँ तपाईँहरूले अब आफैले सोच्नुपर्ने स्थिति आइसकेको छ र अब पनि यति भन्दै हामी अहिले यतिखेर नागुयामा छौँ र त्यस्तो अब केही विशेष कुराकानीहरू छ अथवा तपाईँलाई सोध्नु मन लागेको केही प्रतिक्रियाहरू छ भने चाहिँ कमेन्ट छोड्न सक्नुहुनेछ। फेरि पनि त्यस्तो विशेष समय मिलेछ र अन्य उम्मेदवारहरूसँग पनि भेटघाट गर्ने समय मिलेछ भने चाहिँ म उहाँहरूसँग पनि तपाईँहरूसँग चाहिँ यस्तै खालको अन्तर्वार्ता लिएर आउनेछु। अहिले भने हामी छुट्टिन्छौँ। हस्, धन्यवाद, थ्याङ्क यू। नागोयामा भेटघाटको क्रममा हालका एनआरएनए जापानका उपाध्यक्ष जुन वर्तमान उपाध्यक्षज्यू पनि हुनुहुन्छ र आगामी कार्यसमितिको अध्यक्षको सशक्त दावेदार मध्येका एक सिद्धार्थ श्रेष्ठज्यूसँगको यो छोटो कुराकानी तपाईँले हेरिसक्नु भएको छ। यो एनआरएनए जापानको चुनाव भइरहँदाखेरि अब यो अधिवेशनले नै थाहा दिन्छ हामीहरूलाई को चाहिँ कुन पदको लागि उठेको छ अथवा को चाहिँ कुन पदको लागि अगाडि सरेको छ भनेर है। यो कुनै पनि चुनावी एजेन्डा लिएर अथवा कुनै पनि व्यक्तिको चुनावी प्रचारको लागि तयार पारेको भिडियो चाहिँ होइन। तपाईँले चाहिँ त्यही रूपमा हेरिदिनु होला र अबको आगामी कार्यकालको लागि चाहिँ कस्तो खालको अध्यक्ष तपाईँले चयन गर्ने यसको बारेमा चाहिँ तपाईँ आफैले आफ्नो ठाउँबाट सोच्नुपर्ने अवस्था रहेको छ र अबको नयाँ कार्यकालको लागि चाहिँ एनआरएनए जापानमा सशक्त उम्मेदवार जुन अध्यक्ष पदको लागि सशक्त उम्मेदवार जति पनि अगाडि बढ्नुहुन्छ उहाँहरूसँग चाहिँ मैले कुराकानी गर्ने जमर्को गर्नेछु, प्रयास पक्कै पनि गर्नेछु। जापान अपडेटसँग चाहिँ जोडिएर रहनुहोला।